सो अस्ति मिराज ढुङ्गानाको ग्रुप सिंहदरबार छिर्न खोजेछन् अनि पुलिसहरूले उनीहरूलाई रोकेछन्। अभियसली सिंहदरबार हो। अब चर्को स्वरमा बोल्ने सबैलाई सिंहदरबार भित्र छिराउने भयो त नेपालको आदि टिकटकरहरू प्रधानमन्त्री क्वार्टरबाट लाइभ बसिरहन्थे। नेपालमा त नामको मात्रै डेमोक्रेसी छ। डेमोक्रेसी भन्दैमा सबैलाई भित्र छिराउने भयो त सार्वजनिक शौचालय भन्दा बढी लाइन हुन्छ सिंहदरबार अगाडि। एनिवेज दिस इज द 16th एपिसोड अफ हप्ता कल्ला अनि मध्य प्रदेशको सरकारले त्यहाँको बेरोजगारहरूलाई मासिक 2000 बेरोजगारी भत्ता दिने भएको छ। म धेरै केही बोलिन कि जस्ट एउटा क्वेसन, यो कुन चाहिँ समस्याको समाधान गरेको? अब बेरोजगारीताको समाधान गरे भए घुडाबाट होइन अलिकति दिमागबाट सोच त। यसले त झन् बेरोजगारीतालाई प्रमोट पो गरिरहेछ त। होइन के को समाधान होइन, ला यसै खुसी हो भनेर दिएको भए अलि बढी दिनु। 2000 बेरोजगार हुने एटलिस्ट एक महिना चिया चुरोट खाने पैसा त द्या। तर चुनाव आउन लाग्दा नेपाली नेताहरू पनि लास्ट दयालु हुने के। जनताहरू मैले घर चाहिँ बनाइदिन सकिन, यो लाउ छाता, यसले घाम पानी चाहिँ छेक्छ। नेक्स्ट इज नेपालको लागि एउटा प्राउड मोमेन्ट छ। एउटा नेपाली फोटोग्राफरले नेपालको खिचेको फोटो टप 100 फोटो अफ द इयरमा फिचर भएको छ। तर त्यो फोटो चाहिँ हाम्रो चलिरहेको सिंहदरबारको। आधी घण्टा भयो मैले डिसाइड गर्न नसकेको कि म यसमा खुसी हुँ कि रुम। बेसिकली यो फोटोले के इन्डिकेट गर्छ भने नेपालमा क्लासका मान्छे बस्छन्, वर्ल्ड क्लास फोटोग्राफर अनि थर्ड क्लास नेताहरू। सो त्यति हो, मनी गए मध्य प्रदेश, मलाई बेरोजगार भत्ता हाल्नु छ। फलो गर।